सन् 2014 सपनाको सुरुवात। सन् 2024 10 वर्षपछिको कमब्याक। के तेस्रो पटक नेपाल विश्वकप पुग्ला त? आउनुहोस् बुझौँ नेपालको टी20 वर्ल्ड कपको यात्रा। नेपालले 2014मा पहिलो पटक टी20 वर्ल्ड कप खेलेको थियो। वर्ल्ड कप जस्तो ठुलो प्लेटफर्ममा अफगानिस्तान र हङकङलाई हरायो, तर नेट राउन्डेडका कारण सुपर 10बाट चुक्यो। त्यो वर्ल्ड कपले नेपालीको पोटेन्सियल कति छ भन्ने कुरा देखायो र प्रत्येक गली क्रिकेटरले वर्ल्ड कप खेल्ने सपना देख्न थाले। त्यसको ज्वलन्त उदाहरण अहिलेका क्याप्टेन रोहित कुमार पौडेललाई लिन सकिन्छ। राइनोजले 10 वर्षपछि कमब्याक गर्यो र वेस्ट इन्डिज र युएसएमा भएको टी20 वर्ल्ड कप खेल्यो। अनफर्चुनेटली गेम राम्रो खेले पनि नतिजा सोचे जस्तो आएन र हामीले सबै म्याचेसहरू हार्न पुग्यौँ। तर साउथ अफ्रिका जस्तो ग्रेट टेस्ट नेसनसँग क्लोज गेम हारेर नेपालको चर्चा विश्वमा गुन्जियो, जसले भर्खरै वर्ल्ड टेस्ट च्याम्पियनसिप पनि जितेको छ। आउनुहोस् बुझौँ टी20 वर्ल्ड कप 2026 को फर्मेट। टोटल 20वटा टिमहरू खेल्नेछन् भने इन्डिया र श्रीलङ्काले होस्ट गर्नेछन् र दुवै टिमहरू टी20 वर्ल्ड कपको लागि क्वालिफाई हुनेछन् एज अ होस्ट नेसन। त्यसै गरी टप 8 टिम टी20 वर्ल्ड कप 2024बाट आउनेछन् भने 3वटा टिम आइसिसी मेन्स टी20 ऱ्याङ्किङबाट आउनेछन्। त्यसै गरी 8वटा टिम रिजनल क्वालिफायरबाट आउनेछन्। हो नेपालले पनि टी20 वर्ल्ड कप खेल्नको लागि रिजनल क्वालिफायरबाट क्वालिफाई गर्नुपर्नेछ। नेपालले एसिया रिजनल खेल्नेछ, जसमा 9वटा टिमहरू रहेका छन्। नेपाल, ओमान र पिएनजीले टी20 वर्ल्ड कप 2024 खेलेको भएर डाइरेक्ट क्वालिफायर पाएको छ एसिया रिजनलमा। त्यसै गरी जापान, कुवेत, मलेसिया, कतार, समोआ र युएईले भने सब रिजनल क्वालिफायरबाट एसिया रिजनल क्वालिफायरमा चान्स पाएको छ। यी 9वटा टिममध्ये टप 3 टिमले टी20 वर्ल्ड कप 2026मा खेल्ने मौका पाउनेछ। तपाईलाई के लाग्छ कि नेपालले एसियन रिजनल क्वालिफायर टप 3मा फिनिस गर्ला त?